बोटानिकल गार्डन नजिकै आइसके। यहाँ चाहिँ अति नै चाहिँ पुरै बाढीले पुरै भत्काइरहेको थियो होइन। मार्बल डाँडा चाहिँ यता हो। ला हो र के को लागि लाग्ने हो त्यो खासमा? ए बाटो त यस्तो डेन्जर छ त यार, भुताउला जस्तो छ, डर लाग्यो। हजुर होइन हिँड्छ होला। म त पहिलो पटक आएको त्यो माथि नि एक्लै। डेन्जर छ यार, डरलाग्दो ठाउँ त। सनराइज हल उहाँले चाहिँ सुमन सरले चाहिँ बाइक ल्याउँदै हुनुहुन्छ डाँडामा राख्न। स्याट डाँडामा गइसक्यो बाइक। मार्बल डाँडामा राम्रो देखिन्छ हाम्रो छ। ठिकै छ, पानी परेर आज एकदम खुलो। अरू भनेको अब त्यस्तै छ। ल हामी चाहिँ यहाँबाट फर्किन थालिसकेका छौँ। ए हुन्छ। बाटो चाहिँ डेन्जर रहेछ होइन यहाँ अलिकति चाहिँ, तर जे होस् काठमाडौँ भ्यालीको नजिकको हिसाबले राम्रो छ। बाटो चाहिँ डेन्जरै हो यतिको भनेर भन्नु मिल्दैन, ठिकै छ बाइकलाई त। उहाँहरू चाहिँ सरर हिँडिरहनु भएको छ है अहिले, सरर। हाम्रो यात्रा चाहिँ मार्बल डाँडाबाट फर्किँदैछ। पछाडि हाम्रो सर हुनुहुन्छ, अगाडि राइडर सुमन आचार्य।
हामी चाहिँ फर्केर यहाँ गोदावरीबाट नि ओर आइसक्यौँ है। अहिले चाहिँ हामी फर्केर गोदावरी पनि क्रस भइसकेका छौँ।